साथीहरु यो चाहिँ अब यो धारामा फोहोर धेरै भएको कारणले यो प्लास्टिकहरु फोहोर पदार्थहरु राख्नको लागि डस्टबिनको लागि है यो रिङ देखाऊ भाइ यता देखाऊ लाने गाडी ओइ ड्राइभर हो नि त भाइ म त ओइ ओइ गगो हेलो हेलो राम्रो देखाऊ भाइ देखाइरह्यो नि यो डस्टबिनको लागि 10 मिटर छ पुरै ड्राइभरलाई बिस्तारै गर्नु हेर्नुहोस् होला साथीहरु यतिखेर अब हामी यो वरिपरिको यो फोहोरहरु चाहिँ सरसफाइको लागि अब हामी एकदम तयारी अवस्थामा छौं उता त बाबु यो बोकेर अब हामी यो फोहोरहरु प्लास्टिक जन्य फोहोर पदार्थहरु सफा गर्नको लागि अब एकदमै तयारी अवस्थामा छ हेर्नुहोस् आज चाहिँ हाम्रो यो धाराको सरसफाइको लागि सरसफाइ कार्यक्रम आफैबाट सुरुवात गरे हो हेर्नुहोस् एकदमै फोहोर थियो त्यही भएको कारणले हो क्लीन यस कृपया यो धारामा नुहाउन आउने सम्पूर्ण महानुभाव साथीहरूलाई चाहिँ फोहोर प्लास्टिकहरू चाहिँ यहाँ फाल्नुपर्ने फाल्नु होला है आग्रह छ यता देखाऊ यो ठाउँमा यता यता अझै निस्किन्छ अझै अप्पै हस्त नमस्कार यो फोहोर फाल्ने क्रममा चाहिँ साथीहरू मसँगै साथमा यता हेर न यार प्रशान्त भाइ पनि छ यसरी चाहिँ फोहोरहरू फालेको अवस्था छ साथीहरू कृपया आजदेखि चाहिँ यो धारामा नुहाउन आउने सबै साथीहरूले चाहिँ फोहोर कृपया यो डस्टबिनमा फालिदिनु होला है खडबर